निर्जला एकादशी, तुलसीको दल वा बिउ राख्ने दिन यी दुई कार्य गर्न नछुटाउनुहोला। आज जानौँ तुलसीको दल राख्ने दिन वा निर्जला एकादशी कसरी व्रतविधि गर्ने, के कार्य गर्दा शुभ फल पाइन्छ, कुन मन्त्र प्रयोग गरेर तुलसीको दल राख्ने। नमस्कार, म ज्योतिष भास्कर भण्डारी। हजुरहरूले मलाई फलो गर्नु भएको छैन भने फलो गरेर साथ दिनुहोला। यही असार 11 गते निर्जला एकादशी रहेको छ। निर्जला एकादशीलाई अरू एकादशी भन्दा धेरै पुण्य फलदायी मानिन्छ। यस एकादशीको दिन व्रत, भक्ति, श्रद्धापूर्वक, विधिपूर्वक व्रत बस्दा अन्य एकादशीहरूको व्रत बसे बराबरको फल प्राप्त हुन्छ। अरू एकादशीहरू जति छन् ती एकादशीको व्रत र निर्जला एकादशीको व्रत चाहिँ बराबर फल मानिन्छ। यस दिन विशेष गरी ब्रह्म मुहुर्तमा उठेर आफ्नो नजिकको तीर्थ वा आफ्नो वासस्थानमा नुहाएर भगवान श्रीहरिको विधिपूर्वक पूजा आराधना गरी व्रत प्रारम्भ गर्न सकिन्छ। व्रत बस्दा विशेष गरी जल पनि ग्रहण नगरी, निर्जला भन्नुको अर्थ जल नखाइकन व्रत बस्ने, आफ्नो स्वास्थ्य परिस्थितिलाई मध्यनजर गर्दै जल पनि ग्रहण नगरी व्रत बस्दा धेरै पुण्य फल प्राप्त हुन्छ। साथै तुलसीको दल राख्दा ओम नमो भगवते वासुदेवाय भन्ने मन्त्र प्रयोग गरेर दल राखेर तामाको कलशबाट जल छर्किनुहोला। ओम नमो भगवते वासुदेवाय मन्त्र उच्चारण गर्दै हजुरहरूले भजन कीर्तन गर्ने, श्रीहरि नारायणको भक्तिभाव गर्ने। निर्जला एकादशीको दिन विभिन्न भगवान विष्णुका मठ मन्दिरहरूमा जाने, दर्शन गर्न सक्नुहुनेछ। एकादशीको दिन गर्ने दुई कार्यमा एउटा जल पनि नपिई भगवान श्रीहरिको व्रत बस्ने, दोस्रो कोही तिर्खाएको व्यक्ति छ भने विशेष गरी जलदान गर्दा अक्षय फल प्राप्त हुन्छ। र व्रत बसिसकेपछि भोलिपल्ट बिहान सूर्य उदय भएपछि नजिकै ब्राह्मण वा गाईलाई केही भोजन गराउनुहोला। त्यसो गर्दा चाहिँ पुण्य फल प्राप्ति हुन्छ। घरमा तुलसी रोप्नाले पारिवारिक सुख शान्ति हुने, नकारात्मक ऊर्जाहरू नआउने र तुलसीले विभिन्न भगवान श्रीहरिको प्रतीक मानिने वा भगवान श्रीहरिको प्रिय वस्तु भएकोले तुलसी रोप्दा घरमा सकारात्मक ऊर्जाहरू आगमन हुन्छ, परिवारमा सुख शान्ति हुन्छ। सक्ने जति सम्पूर्ण भक्तजनहरूले निर्जला जल पनि नपिई एकादशीको व्रत गर्नुहोला। यस्तै धार्मिक तथा ज्ञानवर्धक भिडियोको लागि हजुरहरूले मलाई फलो गर्न सक्नुहुनेछ। जय श्री नारायण, जय श्री हरि।